हेलो गुड मर्निङ साथीहरू। चिया खानुभयो त? म त बिहान बिहान यस्तो पानी पो खान्छु। गेस गर्नु ल। मैले यो खान लगाएको चिया खान्न म, अनि म यो पानी खान्छु। अलमोस्ट 1 इयर भयो कि मैले यो खाना लगाएको। मलाई यति फाइदा भएछ, मोस्टली मेरो ग्यास्ट्रिक हराएको छ होइन। यति राम्रो छ कि यति राम्रो छ होइन। आफ्नो अनुहार पनि कति धेरै पिम्पल्सहरू आउँथ्यो, अहिले पिम्पल्सहरू नि हटाएको छ होइन। अनि खाली पेटमा यो खान्छु कि यस्तो राम्रो हुन्छ। अनि चिसो शरीरलाई त एकदम गर्मी दिन्छ यसले। जसको भित्री शरीर चिसो हुन्छ नि त, बाहिरी शरीर गर्मी हुन्छ। भित्री शरीरको लागि यो एकदम ठिक छ। जसलाई टन्सिलको समस्या छ होइन, ग्यास्ट्रिकको समस्या छ, हात खुट्टा दुख्ने, अनि नुहाउने बित्तिकै पेट फुल्ने, त्यस्तो चाहिँ एकदम ठिक हुन्छ। मलाई चाहिँ एकदम अलमोस्ट 1 इयर चाहिँ लाग्यो होइन रिकभर हुनलाई चाहिँ। यो खाएर मैले चाहिँ यति राम्रो भएछ साथीहरू होइन। तपाईँहरू पनि ट्राई गर्नुहोस्। खाली पेटमा चाहिँ खाए हुन्छ। सादा पानी खानुभन्दा यो पानी खान चाहिँ ठिक लाग्छ होइन। अब कोलाई तपाईँहरूलाई सुट गर्छ कि गर्दैन, मलाई चाहिँ सुट गरेर मैले युज गरेँ है। तपाईँहरू नि युज गर्नुहोस्, ट्राई गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।